मुखै रसाउने यो भिडियो तपाईको लागि हो। नमस्ते साथीहरू, के तपाईलाई बिहान उठ्दा थकान महसुस हुन्छ? दिनभरि आलस्यता हुन्छ, जिउ दुखेर गह्रो महसुस हुन्छ, सास फुल्ने, घुँडा दुख्ने, तौल बढ्दै जाने? यो बुढ्यौली होइन, यो शरीरको चिच्याहट हो। शरीर भन्दैछ मलाई सही खाना खान देऊ। त्यो सही खाना महँगो छैन, टाढा छैन, जुन हाम्रो भान्सामा नै उपलब्ध छ। गाजर, काँक्रो, टमाटर, चुकन्दर, अङ्गुरित मुग, चना, हरियो खोर्सानी, थोरै कागती र थोरै नुन राखेर मैले चाहिँ नियमित रूपमा खाना खानु अघि बिहान र बेलुका खान थालेको छु, जसले गर्दा 7 केजी तौल घटाउन सफल भएँ। हजुरहरू पनि यसै गरी बनाएर नियमित रूपमा खानुहोस् है, जसले सजिलै तौल घटाउन मद्दत गर्छ, शरीरमा स्फूर्ति ल्याउँछ, शरीरमा प्रशस्त पानीको मात्रालाई सन्तुलन गर्छ। भएन त जादु? ल, यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्नुहोला। धन्यवाद।